हेलो गाइज, स्पेशल रुममा फेरि पनि आइसकेको छु। आज चाहिँ यो अघिल्लो वर्ष हावाले उडाएको थियो। अब यसलाई चाहिँ बनाउन आएको माथि यो सबै तारले यो किलाले यो पनि बानेको छु। हेर्नु यो अनि सपोर्टमा काम गर्ने चाहिँ मेरो यो छोरा हो है। अनि यस्तो भएछ अब सबै तारले बानेर पुरै भुइँमा थियो। अनि यो भैँसीलाई बान्ने किला हो। अनि यसपछि यतातिर छ, राम्रोसँग देखाउँछु म। अब स्पेसल रूपमा यो यसरी बनाइएको छ। यो हावाले उडाएर यो टिनको पाता राखेको थियो, अहिले चाहिँ बनाएको। यो चाहिँ गाउँ हो। गाउँ अलि त्यति राम्रो छैन, भइसकेको छ। त्यति राम्रो छैन। बस सबभन्दा बढी सपोर्ट गर्ने भने यो मेरो वाइफ है, बढी सपोर्ट गर्छ। हेर न एकछिन, यसले चाहिँ बहुत सपोर्ट गरिरहेछ मलाई। भैँसी पाल्नुपर्छ, विदेश जानु न नेपालमै केही गर्नुपर्छ भनेर जोस गरिरहेछ। अब यो चाहिँ किमो घाँस, यो भैँसीलाई अरू पनि छ यहाँ घाँस। यो सबै किमो है, यो किमो। अनि यता पनि छ बुटाहरू, अरू पनि छ, यता केराहरू छ। ल गाइज, अब तपाईँहरू पनि यस्तै सामान्य, अब हाम्रो अलि टाढा छ, त्यही भएर चाहिँ घाँस मौको बेला बर्खामा यो बर्खामा चाहिँ घाँस खुवाउने भनेर यो सानो पाडीहरू ल्याउने अनि यो भित्र बान्ने भनेर पहिला बानेको। यहाँ मल पनि फाल्न भ्या छैन, थोरै थोरै छ। अहिले चाहिँ अब यो भ्याइसक्यो, अब हिँड्ने तयारीमा हो। ल लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला है। म फेरि पनि नयाँ भिडियो ल्याएर आउने छु। ल बाई।